द्वन्द्व पीडितहरूको खास गरी सङ्क्रमणकालीन न्यायको सवालमा सरकारले यो नयाँ सरकारले पनि व्यवस्था गरेपछि द्वन्द्व पीडितहरूसँग परामर्श गरियोस्, उनीहरूसँग संवाद थालिनुपर्छ र यसलाई चाहिँ पारदर्शी ढङ्गले यो प्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्छ भन्ने हामीले माग राखेका छौँ। र अहिले चाहिँ सरकार संवादमा पनि नआउने, पीडितहरूसँगको मागहरू के अरे नसुन्ने यस्तो प्रक्रियाले हामी काहीँ पनि के अरे पुग्दैनौँ। हामीलाई के शङ्का छ भने फेरि पनि यो सङ्क्रमणकालीन न्यायको मुद्दालाई ओझेलमा पार्नुमा, यो असफल हुनुमा, खास गरेर द्वन्द्वकालको हामीले आरोपित गरेका जसले चाहिँ गम्भीर मानवाधिकारको उल्लङ्घनमा प्रत्यक्ष संलग्नता थियो नेपाली सेना र नेपाल प्रहरी, त्यसको नेतृत्वसँग सरकार संवादमा छ। फेरि पनि त्यो नेपाली सेना अथवा सुरक्षा संयन्त्र हाबी भएर द्वन्द्व पीडितको मुद्दालाई बिथोल्ने हो कि भन्ने हामीलाई डर छ। त्यसकारण यो सरकारले द्वन्द्व पीडितहरूसँग बेइमान के अरे नगरोस्, उनीहरूलाई फेरि पनि धोका के अरे नदियोस् र द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणको मुद्दाहरूलाई सुनेर यसलाई चाहिँ छिटोभन्दा छिटो समाधान गरिनुपर्छ भनेर हामीले आज सांकेतिक रूपमा यो धरना र विरोध कार्यक्रम गरेका हौँ। यो कार्यक्रम निरन्तर जारी रहनेछ र जबसम्म बेपत्ता नागरिकहरू सार्वजनिक हुँदैनन् र सबैलाई अनुभूत हुने गरी हामीले न्याय प्राप्त गर्दैनौँ, त्यो बेलासम्म हाम्रो लडाइँ जारी रहनेछ र हामी सरकारलाई प्रश्न गरिरहनेछौँ र हामीले यो प्रश्न र आक्रोश जीवित राख्नुपर्छ। हामी यसरी नै देशैभरि द्वन्द्व पीडितहरूलाई परिचालन गरेर द्वन्द्व पीडितहरूको न्यायको लागि हामी यो अभियानलाई निरन्तरता दिइराख्छौँ।